So, what is up, beautiful people? Welcome back to the new episode of S5 Vlogs. आज चाहिँ धेरै समयपछि म भ्लग गर्दैछु होइन सो वेलकम टु माई भ्लग ट्याक्क लाएर होइन आज हाम्रो स्नो वेलफेयर सोसाइटीको सचिवज्यूले ट्याक्क वृक्षारोपण गर्दै हुनुहुन्छ। के छ दाइ, कस्तो भइरहेको? सय सय। यता हाम्रो उज्जवल क्यामराम्यान। के छ दाइ? यता हाम्रो दाइहरू रोपिरहनु भएको ट्याक्क लाएर। त्यो पुरै भ्लग हो। के दाइ, के छ, के भन्नु नि त ट्याक्क लाएर? आज हाम्रो वृक्षारोपण तथा सरसफाइ नजिक भएछ नि तिमीमा डोलेर आइदिनु होला आराम लाग्यो। सय। जस ओल्ड अर्थलाई चाहिँ हामीले ग्रीन बनाऊँ न। 5-10 वर्षमा आउनुपर्छ कि। दामी है दाइ, दामी। राम्रो मन्जिल दाइ हुनुहुन्छ ट्याक्क लाएर, सभापति दाइ। राजन दाइ चाहिँ खतरा प्लान्टर हो होइन। कतिवटा बिरुवा रोप्नु भएको दाइ कफीको? लभली है दाइ, लभली। यत्तिकै जाए। के छ सुदीप दाइ, तपाईँलाई मेरो भ्लगमा स्वागत छ दाइ। गर्नु पर्यो पर्यो एकदम सही दाइ, सही। ट्याक्क सबतिर रोपाइ वृक्षरोपण भइरहेको होइन। म चाहिँ यसो क्यामेराम्यान प्लस भ्लगर भएँ। उज्जवल सर यता क्यामेराम्यान। उज्जवल लाउली है, लाउली। ट्याक्क क्याम्पस परिसरमा होइन। यो चाहिँ पश्चिम पार्क जस्तो छ होइन। अगाडि फाउन्टेन छ, त्यो दाइ हेरौँ भएको छ। सो यता पार्किङ फर स्टाफ छ होइन। यता पार्किङ भयो हाम्रो। सो त्यही नै अहिलेको लागि। हजुर दाइ। अब हामी चाहिँ उता कोर्डिनेट गर्न अरूलाई सिकाउन जानु लाग्यो। यतिको हुनु पऱ्यो है चलपल होइन दाइ? एकदम दाइ, भ्लग हो दाइ। वेलकम टु माई भ्लग। सही हो दाइ, ढुक्क हो दाइ। सोल्डा ब्युटिफुल पिपल, यो चाहिँ हाम्रो अटोमोटिभ वर्कसप। यता गर्ल्स होस्टेल होइन, ट्याग लगाएर। अनि यता चाहिँ म मैले पनि पन्चाल हेरेको अहिले फेरि नयाँ क्यामराम्यान आयो नि त। ट्याक्क यता गर्ल्स होस्टेलमा ब्लगहरू छन् होइन। ट्याक्क यस्तो छ। यता गर्ल्स होस्टेलमा केटीहरू हेरेर खान् क्या। अब मलाई फेरि लाज लाग्छ क्या। अब हाम्रो जियोमेट्रिक्स डिपार्टमेन्टको हुनार फोटोग्राफर प्लस सर्भेयर। के छ जागिर, कस्तो देखा? जागिरको चाहिँ आज बिदा लिएर आएको। आज चाहिँ अब यस्तो वृक्षारोपणमा हरियाली ग्रिनेरी बढान हाम्रो पश्चिमाञ्चल क्याम्पसमा भनेर जागिर छुट्टी लिएर एकदम दाइहरू साथीहरू सबै खटिराख्नु भएको छ। हामीसँग लगभग 40-45वटा बिरुवाहरू चाहिँ हामीले क्याम्पसको सराउन्डिङमा परिसरमा है रोप्दै आएका छौँ। अझै अब 15-20वटा चाहिँ बाँकी छ। मलाई भ्याइ नभ्याइ छ 15-20वटा ठाउँमा अझै। यता दाइहरू नि हुन्छ ट्याक्क रोपिरहनु भएको होइन। ल ल ल, यहाँ दाइहरू रोप्नु पऱ्यो है राम्रोसँग। म त यस्तै त हो नि पारा मेरो। हाँसो लाग्यो कि। यता चाहिँ सिभिल डिपार्टमेन्ट हो होइन यस बिल्डिङ चाहिँ। यता ट्याक्क जियोमेट्रिक्स डिपार्टमेन्ट। यता चाहिँ दुईजना जियोमेट्रिक्स डिपार्टमेन्टको हुनार विद्यार्थीहरू। नमस्कार सर। नमस्कार सर। सरलाई मेरो भ्लगमा स्वागत छ सर। मेरो भ्लगमा स्वागत छ सर। यो के अरे आज वृक्षारोपण कार्यक्रमको अन्तर्गत हो? हजुर सर, वृक्षारोपण तथा सरसफाइ सर। त्यो त हिजो चाहिँ आउनु भनेर भनेको थियो, फोन गर्छु भनेर भन्थ्यो, फोनै गरेन। फोनै गर्न रस भयो होला सर, बिहान बिर्सिनु भयो होला दाइहरूले। हतार भएको थियो होला उठ्नलाई नि, त्योहरू बिर्सिनु भयो कि। त्यो 8:30 बजीतिर भनेर भन्थ्यो। हजुर सर। के अरे यो ठुल्ठुलो रुखहरू चाहिँ उतापट्टि रोपेको हजुर, उतातिर रोपेको सर। यो त उसको होला नि, यो त फुलहरू होला नि। यो नै झुम्म भएर बस्ने होला। त्यो ठुल्ठुलो रुखहरू चाहिँ यस्तो साइडहरूमा यता त यो साइडतिर त अब रोप्दा डिपार्टमेन्ट अफ जियोमेट्रिक्स इन्जिनियरिङ हामी चाहिँ यहाँ क्लास, यो चाहिँ हाम्रो क्लास यता होइन। यता सिभिल डिपार्टमेन्ट, उता क्यान्टिन ट्याक्क लाएर। ल हाम्रो कार्यक्रम चाहिँ अझै जारी छ। हाम्रो चाहिँ अब 40-50वटा बिरुवा वृक्षारोपण गरेर अब सबै टोलीहरू विभाजित अरे सरी
5 टोलीमा डिभाइड भएर 5 ट्याक्क होइन टोलीमा डिभाइड भएर फोटो उठाउने कार्यक्रम जारी छ। म अहिले फोटो उठाउने कार्यक्रममै जाँदैछु हामी दुईजना। उता देखाइदिउँ। यता फोहोर उठाइरहन् दाइहरूले। राजन दाई सबभन्दा ठुलो फोहोर ल्याइदिएछु है मैले। ट्याक्क लाएर सरसफाइ कार्यक्रम। यता चाहिँ के हाउजिङ अरे दाइ हो? दिप हाउजिङ होइन गाइजहरू चाहिँ ट्याक्क लाएर। यता हाम्रो कलेज रियाज, यता बोइज होस्टेल छ होइन ट्याक्क लाएर। यता उज्जुल सर एउटा फोटो उठाइदिउँ न होइन ट्याक्क लाएर। तर दाइ हाम्रै देखियो हो भारी त। सो अब एकछिनपछि बडमला बाहिर कलेज बाहिर